ल सुरु गर्नु। पूर्वै नम्बर 1 धुली खेलदेखि तिनको सदा चिनतिर डाँडा गाउँ र च्याल्टीको बिचमा लड्कुको परमेश्वर अगल बगलमा बेथान चोक नारायण बोजिनी फाटमा घर सुन्नु सबले अपार समयमा बताउँछु आफ्नो थर जातको ब्राह्मण हुँ तिमल सिना थर हो वस्तु किसानी गरी भन्छन् माधव प्रसाद नाम मकनै भत्तु सधैँ श्रीहरि टुटफुट केही भए विचार गरी सबै आफै सम्हाली लिनुहोस् हेर्नुहोस् हाँसे भारत अनि गल्ती भए माफ दिनुहोस्। भनौँ बोल्छन् सारा सेरू पन्छी रुखका हाँगा बिसेती बसी हिँड्छन् मस्त भई चरेर वनमा बाख्रा र पाठा खसी हाँगा गिर्छ यताउति वनमा पानी बहुतै चिसो खेल्छन् मृग र मृगिनी घुमी फिरी मानेर साह्रै निको यस्ता बात सुनि स्वामीका खुसी भई मैया मगनमा परिन् भन्छन् नाथ प्रसन्न बन गई टिप्ने छु फुल बेसरी हावा खान्छु डुलेर वन हजुरका साथमा रही मनभरि लौ आऊ भने सत्यवान जब हिँडे मैया पनि त्यो घरी लागिन् खुसी भई पछाडि हिँड्नै मान्नु ती छाया सरी बाटामा पतिले चिनाई सब फुल पत्ता र बोट बात गरी सावित्रीसँग हिँड्दथे खुसी भई आनन्द सागर परी सावित्री पनि चित्तमा उही कुरा सम्झेर दुखित बनी टोपीलाई लुकाई हाँसिनथिन् प्यारा खुसी हुन् भनी यस्तै रिश्ते दम्पति दुईजना पुग्दा भए वनमा काहीँ वृक्ष रहेछ एक अति ठुलो बरको पुरानो तहाँ घाम लागिकन गर्मीले जिउभरि बग्थे पसिना